दर्शकबिन नमस्कार। तपाईँ अहिले एनएचडी खबर हेर्दै हुनुहुन्छ। एनएचडी खबरमा हार्दिक स्वागत छ। म तिलक बहादुर ओली। अहिलेको चल्दो बोल्दो विषय छ, तपाईँहरूले एकदम सामाजिक सञ्जालमा निकै चर्चा छ। तपाईँले देखि पनि सक्नु भएको छ होला, तर पनि तपाईँहरूलाई सुन्न आफ्ताब आलमको खबर। रौतहटका आफ्ताब आलमले केही वर्ष पहिले र जिउँदै मान्छेलाई इट्टा भट्टामा मारेको अभियोगमा उनी रौतहटको कारागारमा उनलाई जन्मकैद सुनाएको थियो र उनले सफाई पाइसकेपछि निस्किसकेपछि अहिले खबर सामाजिक सञ्जालमा निकै चर्चा छ। निस्किएर पनि उनी मानसिक तनाव भए, मानसिकको बिरामी भइसकेपछि ठ्याक्कै पाप धुरीबाट कराउँछ भनेको त्यही नै हो। उनी हस्पिटलमा बसे पनि र उनीले बरबराएर भनेको छ, मैले मान्छे मारेकै हुँ, के गर्छौ त, कसो गर्छौ त भनेर बरबराइरहेको खबर सामाजिक सञ्जालमा निकै चर्चा छ। र शेरबहादुर बाजेको उत्तम काम भनेको यही हो, अपराधीको बचाउ गर्ने, अपराधीलाई बचाउँछन्। जसले राम्रो काम गर्छ उनलाई भित्र थुन्छन्। यो अहिलेको दुई दलको सरकारको काम यही नै हो। यो दुई दलको सरकार जसरी भए पनि बल्डेङ पल्टाउनै पर्छ।